हेलो गाइस, सबैलाई स्वागत छ मेरो भिडियोमा। आज चाहिँ म तरकारी बनाउँदैछु। बिहान अलि ढिला उठ्यो, आज चाहिँ ढिला उठेर बिस्तारै अब चाहिँ तरकारी बनाएर अनि हामी चाहिँ स्कुल पनि जानुपर्ने हुन्छ। खानासाना खाएर हाम्रो स्कुल चाहिँ 1 बजेदेखि राखिदिएको छ। अहिलेलाई 2जना साथीहरू चाहिँ गइसके, उनीहरूको चाहिँ बिहान क्लास थियो। अहिलेलाई चाहिँ म तरकारीहरू बनाउँदैछु। हेर्दै गएर एउटा तरकारी म बनाउँदैछु। केटा हो तरकारी चाहिँ हामी बन्दा बनाउँदैछ है, बन्दा तरकारी बनाउँदैछु म चाहिँ। के हुन्छ कसो हुन्छ हेर्दै गर्नु होला। बन्दा तरकारी पाकिसकेपछि चाहिँ हामी होमवर्क पनि गर्नुपर्ने हुन्छ। होमवर्क दिएको थियो सुरुमा आउने बित्तिकै, जापानिज होमवर्क पनि पहिलोचोटि गर्नुपर्ने हुन्छ हामीले होइन। अब तपाईँले के गर्नुहुन्छ बुझेर गर्नुहोस् होला। साथी तिम्रो सक्यो हो साथी? होमवर्क सक्यो? तल आउनु त एकचोटि। अब साथीलाई तल बोलाएर तरकारी लाएर म होमवर्क गर्न जान्छु। खाना तरकारी पाकिसक्यो। के हुन्छ कसो हुन्छ हेर्दै गर्नुहोस् होला। हामी चाहिँ स्कुलबाट आउँदै थियौँ। स्कुल गएर फर्केर आउँदै पानी परेर हामी चाहिँ रेनकोट लगाएर हिँडेको थियौँ। अनि साथीको चाहिँ साइकल बिग्रियो। अनि सब के गर्ने रे यार, साथीको साइकल चाहिँ पङ्चर भयो। किनेको आज 3 दिन भएको छैन, साथीको साइकल पङ्चर भयो। अब साइकल बनाउने ठाउँमा त वारेन्टी छ क्या अरे, गएर बुझिन्छ के भन्छ त्यसले, त्यही अनुसार गर्नुपर्छ। गाइस हाम्रो चाहिँ साइकल किनेर 3 दिन भएको छैन, साइकल बिग्रियो। गएकोबाट गएर खाजासाजा खानासाना खानु हुँदा हुँदै अब जाने आधी घन्टा लाग्नु भयो। भोक लागिसक्यो। के हुन्छ तपाईँलाई म यसो भन्दै गर्छु, हेर्दै गर्नु होला। साथीको साइकल बिग्रेर यहीँ साथीको साइकल झगडा खान् त्यो हामी चाहिँ हिँड्दैछौँ। साइकल बिग्रेर टेन्सन भइरहेको। अब हामी जानेछौँ। साथीको साइकल चाहिँ यो हो, यस्तो भएर है साथी। पुलको बाटो सर उक्लियो, भगाल्नु पर्ने थियो यार। गेरवाला साइकल भए त उक्लिन्थ्यो। बुढो साइकल छ हाम्रो त। साथीहरू यहाँ छन्, अब यहाँ चाहिँ अब हिँड्दैछौँ। हेर्दै गर्नु होला। अब साइकल पसलमा गएपछि म तपाईँलाई देखाउँछु साइकलको चाहिँ वारेन्टी आउँछ कि आउँदैन। मलाई लाग्छ वारेन्टी दिन्छ होला, किनभने 1 वर्षको कुरा गरेको थियो उसले। साइकल पसलमा आयौँ है, साइकल पसलमा आयो। अब हेरौँ साथीको साइकल के भन्छ। पहिला म एकछिन लक गर्छु, त्यसको लागि चाहिँ लक गर्न नि फेरि गाह्रो छ साथी। यस्तो गरेर यस्तो गरेपछि लक हुन्छ। हाम्रो साथीहरू यहाँ छन्। साइकल चाहिँ के भन्नु साइकल पनि छ। तिम्रो चाहिँ इन्सुरेन्स कार्ड देखाउनुपर्छ होला साथी। यो अब घर आएर साथीहरू यहाँ ढोका खोल्दैछन्। अब खालसाना खानुपर्ने हुन्छ। लास्टै भोक लाग्यो। साथी कस्तो लाग्यो अनुभव साइकल बिग्रेर? 5 दिनमा किनेको 5 दिनमा साइकल बिग्रेर कस्तो लाग्यो तिमीलाई? खतम लाग्यो खतम। ल साथी हो, अब हामी हेर्दै गरौँला। एकछिनपछि अब घर आयो खाजासाजा खाएर। यो चाहिँ सामानहरू किनेर आयो डाइसोमा। डाइसो भन्ने यहाँ के सब 100 रुपियाँको पसलमा चाहिँ किनेर आयो। नेपालमा भयो चाहिँ 100 रुपियाँ 199को पसल भनेर बसन्तपुर यताउता कता कता खोजिन्थ्यो। यहाँ चाहिँ 100 रुपियाँको सप भनेर ठुलै नाम दिएर राखेको हुँदो रहेछ। डाइसो भन्दो रहेछ त्यसलाई चाहिँ। त्यहाँ गएर सामानहरू किनेर आइयो। के हो पनि बाटो पनि हेर्ने गाह्रो छ यार। अब हामी घर जाँदैछौँ। केटाहरूले खाना बनायो होला, खाना बनाएर खाएर अन्त घर खाजा हो क्या त्यही नि। जापान आएपछि त धेरै हन्तकाली भयो यार, खाना मात्रै मन लाउँछ। दोस्त मामाको गाडी अगाडि छ है साथीको, आमाको गाडी अगाडि छ। त्यही पनि हामी साइकलमा एक हात चाहिँ चलाउनु पाइँदैन भन्थे, मोबाइल चलाउँथेँ मोबाइल पाइँदैन भन्थे। त्यही भएर म एकछिन चाहिँ लुकेर बसेको है साथी। अब हामी चाहिँ सामानहरू किनेर खाना खाएर अहिले चाहिँ हामी चाहिँ सुत्न आएको छौँ। बेडरुममा आइसक्यो। अब चाहिँ अब अर्को ब्लग पनि नेक्स्ट कन्टिन्यू हुँदै जान्छ, हेर्दै गर्नु होला। अहिलेलाई बाई बाई।